त्यस्तो दुःख हौ नानी कहाँ बस्नु त भाइ हो नानी भन्न सक्छु के छरिसँग हुन्छ कुटुङको चाहिँ माइपोखरीको 9 कनरमा यो एउटा कनरलाई चाहिँ हामीले अर्कै नामाकरण गरिदिएको छौँ है। आजको हाम्रो यात्रा पूर्वको एकदमै कमै मात्र पर्यटक पुग्ने ठाउँ इलामको सन्दकपुर रहेको छ। हामी इलामको सन्दकपुर जान बिरतामोटबाट एकदमै सबेरै उठेर चारालीतर्फ लाग्यौँ र अब चारालीबाट उत्तर दिशातर्फ अघि बढ्यौँ। चाराली पछि आउँछ यो बुधबारेको चिया बगान, निकै नै मनमोहक। झापालाई हुस्सुले ढाकेको यो दृश्य एकदमै मनमोहक थियो। त्यसपछि हामी कन्याम आइपुग्यौँ। कन्याम पूर्वको एकदमै उत्कृष्ट पर्यटकीय क्षेत्र जहाँ दायाँ र बायाँ दुवैतर्फ चियाका मुनाहरूले ढाकेका छन् र बाटो बाटोमा मान्छेहरूको फोटो खिच्ने एकदमै लामो ताती लागेको हुन्छ। त्यसपछि हामी फिक्कल हुँदै इलाम बजार आइपुग्यौँ। अफिसको समय भएकोले गर्दा बाटोमा विद्यार्थीहरू प्रशस्त मात्रामा देख्न सकिन्थ्यो। त्यसपछि आउँछ बिब्ल्याटे। बिब्ल्याटे बजार इलाम सदरमुकामबाट करिब 3-4 किलोमिटर उत्तरमा पर्ने एउटा सानो तर निकै व्यस्त व्यापारिक केन्द्र हो। मेची राजमार्गमा पर्ने यो बजार इलामका मुख्य पर्यटकीय स्थलहरू जस्तै माइपोखरी, सन्दकपुर जस्ता विभिन्न ठाउँहरूको प्रवेशद्वार समेत हो। त्यसपछि हामी बिब्ल्याटेकै पङ्कज होटलमा खाना खाएर एकैछिन आराम गर्न बस्यौँ। खाना एकदमै मिठो र स्वादिष्ट थियो। होइन, हामी अझै एक्सप्लोर हुन्छौँ, अझै हामी चाहिँ कञ्चनजङ्घालाई चाहिँ अझै नजिकबाट निहाल्न चाहन्छौँ भने एक खालको मान्छेहरू हुन्छ नि, त्यो मान्छेहरूलाई चाहिँ थाहा पाउनु पर्फेक्ट हुन्छ कि। बिब्ल्याटे बजारबाट करिब 500 मिटर उत्तर लागेपछि अब सन्दकपुर जाने बाटो छुटिन्छ। 4 चक्के गाडीहरूलाई समेत यो बाटो निकै अप्ठ्यारो हुनेवाला थियो। त्यसपछि हामी अर्को पर्यटकीय स्थल आइपुग्यौँ। अहिले चाहिँ हामी घुम्दै फिर्दै हाम्रो पवित्र स्थल माइपोखरीमा आइसकेका छौँ र यो माइपोखरी 2120 मिटरमा अवस्थित छ भने यसको चाहिँ अब भनौँ न अब एक खालको एउटा मनोविज्ञान के छ भने यहाँको वाटर चाहिँ 7वटा माई, जुन 7 माई छ हामी इलाममा, त्यो माईको जल चाहिँ यही एउटा पोखरीबाट लगिसक्दा यहीँबाट एउटा भनौँ न अब कम्प्लिट हुने चाहिँ एउटा अब भावना रहेको छ। अनि यो चाहिँ नेपाल सरकारबाट वेटल्यान्ड इकोसिस्टममा पनि इन्ट्री भइसकेको छ र अब यहाँनिर चाहिँ विभिन्न चरा चुरुङ्गीदेखि लिएर अब अरू पनि उयोहरू पाइन्छ, जस्तै ठकठके भन्छ, अनि स्यालामेन्डर भन्छ जुन ठकठकेलाई, अनि अर्को भनेको नेपालमा मात्रै पाउने चराहरू पनि यहाँनिर देख्न सकिन्छ। सो लाइफमा सिरियस मात्रै कति हुने, माइपोखरीको 9 कनरमा यो एउटा कनरलाई चाहिँ हामीले अर्कै नामाकरण गरिदिएको छौँ है। अब बुझ्दाखेरि त यसलाई त ला के भन्यो भने जस्तो नि हुनसक्छ, बट इष्टु कार्कीजीले हाम्रो माइपोखरीलाई जति प्रमोट गरिदिनु भएको छ, सो उहाँलाई पनि ट्रिब्युट त दिनै पर्यो। त्यही भएर यो कनरको नाम चाहिँ हामीले इष्टु कनर राखिदिएको छौँ है। सन्दकपुर जाने बाटो निकै नै अप्ठ्यारो भए पनि हामीसँग हुनुहुन्थ्यो निकेश राई। उहाँले यो क्षेत्रमा धेरै वर्षदेखि अनुभव लिइराख्नु भएको थियो र उहाँको कुशल क्षमता देखेर हामी सबै प्रभावित र अचम्म पर्यौँ। अहिले चाहिँ भने हामी भाइरल सस्पेन्सन ब्रिजमा छौँ, जुन चाहिँ सन्दकपुर गाउँपालिकामा अवस्थित छ भने, र यो चाहिँ कस्तो छ भने यहाँ परतिर हाई स्कुल छ, यहाँनिर 2टा खोला छ। खोला भन्दा नि खोल्सा टाइपको हो, तर बर्खायाममा चाहिँ एकदमै ठुलो आउँछ। अनि हाई स्कुलको विद्यार्थीहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ यो खोला वरिपरि गर्नलाई, र सन्दकपुर गाउँपालिकाले चाहिँ त्यो विद्यार्थीहरूलाई चाहिँ पढ्नको सहज दृष्टिकोणले चाहिँ भनौँ या आवत जावतमा पनि गाउँलाई नै सहज होस् भनेर यो पुल निर्माण गरेको छ। पछिल्लो समय हामीले यसलाई पनि एक खालको पर्यटकीय स्थल बनाएको छौँ र घुम्न आउँछौँ।
बाटैबाट 12 मेगावाटको पञ्चकन्या माई हाइड्रो पावर देखिँदै थियो। अहिले खोज्नै पर्छ त्यस्तो दुःख अहिले खोज्नै पर्नु सकियो हौ नानी कहाँ बस्नु त भाइ नानी भन्न सक्छु। बाटैबाट लालबास पोखरी पनि देखिन्छ। यसरी एउटा डाँडाको टुप्पोमा पोखरी एकदमै कमै मान्छेले देखेका हुन्छन्। त्यसपछि आउँछ यो कालपोखरी। हेर्दा निकै नै सानो भए पनि यो धार्मिक हिसाबले एकदमै प्रख्यात छ। निकेश काफ्ले दाई यस्तो कच्ची बाटोमा कुदाउन एकदमै माहिर रहेछन्। अहिले चाहिँ हामी ठिक्क नेपाल र इन्डियाको बोर्डर एरियामा रहेको छौँ। यो बाटो यतापट्टि भनेको चाहिँ यो भारतको बाटो रहेको छ, यतापट्टि अहिले यहाँको यो बाटो भनेको नेपालको बाटो रहेको छ। यहाँ देख्न सक्नुहुन्छ नेपालको झन्डा राखिएको छ त्यो ठाउँमा। यो भनेको चाहिँ नेपालको 10,000 क्षेत्रको ठिक्क यो बोर्डर एरिया पर्छ। जाडो छ है दाइ, जाडो एकदमै छ। नेपालतिरबाट सस्तो छ क्या दाम, इन्डियनहरूलाई त यहाँनिर 100 रुपियाँ भाडा लाग्छ। अब यो गेटबाट प्रवेश गरे सँगसँगै हामी सन्दकपुर क्षेत्र प्रवेश गरेका छौँ। हुस्सु एकदमै बाक्लो लागेको छ र चिसो पनि एकदमै बढेको छ। यो ठाउँलाई के पो ठाउँ पो भन्छ हजुर? चौरी चोक। चौरी चोक भन्ने ठाउँमा हाम्रो दाईको होमस्टेमा आएर बसेको छौँ। एकदम चिसो छ। यता प्रत्येक दाई आगो ताप्दै हुनुहुन्छ। हामी पनि देखाउँछ भन्ने एउटा फेरि बुढो छ्या 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 मोरे त्यो बुढोमा मोरे है। बिहानको तापक्रम -2 डिग्री पुगेको थियो। त्यही भएर बिहान गाडी स्टार्ट गर्न एकदमै गाह्रो भयो। केही समय पश्चात नै गाडीको टायरले हामीलाई धोका दिन गयो। तर निकेश दाईको क्षमतामा कुनै शङ्का गर्नुपर्ने ठाउँ थिएन। उनले तत्काल केही समयमा नै उक्त टायरलाई परिवर्तन गरी नयाँ टायर हाल्न सफल भए। त्यसपछि हामी सन्दकपुरको भ्यू पोइन्टमा पुग्यौँ। त्यहाँको दृश्य एकदमै मनमोहक थियो, तर अहिलेसम्म सूर्योदय भएको थिएन। हामीले केही समय प्रतीक्षा गर्ने निर्णय गर्यौँ। दार्जिलिङको टाइगर हिल, इलामको श्रीअन्तु र इलामकै यो सन्दकपुरबाट कुन ठाउँबाट सूर्योदय मजाले देखिन्छ हामीले अब तुलना गर्नेवाला थियौँ। हेलो, गुड मर्निङ एन्ड नमस्ते फ्रम सन्दकपुर 36 मिटर हाइट। र आज भने हामीले हाम्रो एकदमै मनमोहक हुने खालको सनराइज हेरिसके पछाडि हामीले अब सनराइजको पहिलो किरण हाम्रो कुम्भकर्ण र कञ्चनजङ्घामा परिसके पछाडि अब हामी कुम्भकर्ण र कञ्चनजङ्घालाई निहाल्नेछौँ। So you can see there, it's a Kumbhakarna and Kanchanjunga, which is known as Sleeping Buddha as well. So नेपालको विभिन्न हिम श्रृङ्खलाहरूमध्ये एउटा आश्चर्य हिम श्रृङ्खला, जो अहिलेसम्म पनि पर्वतारोहणहरू पुग्न नसक्नु भएको हिम श्रृङ्खला हाम्रो कुम्भकर्ण कञ्चनजङ्घामा त पुग्नु भएको छ। र यसलाई हामीले सिङ्गै रूपमा हेर्ने हो भने सुतिरहेको बुद्ध भगवान जस्तो देखिन्छ र इट्स नोन एज स्लिपिङ बुद्ध एज वेल। निकै नै मनमोहक दृश्य हेरेपछि हामी अब माई खोलाको उद्गम स्थलतर्फ अघि बढ्यौँ।
माई खोलाको उद्गम स्थल भनेर यसै ठाउँलाई चिनिन्छ। यसै ठाउँबाट माईको उत्पत्ति भएको भन्ने पनि किम्वदन्तीमा विश्वास गरिन्छ। बाहिर एकदमै घाम लागे जस्तो भए पनि मौसम एकदमै चिसो थियो। पानी समेत जमेर बरफमा परिणत भएको थियो। सन्दकपुर क्षेत्र भ्रमण गर्दा धेरैवटा पर्यटकीय क्षेत्र हामीले भ्रमण गऱ्यौँ र अब यस सँगसँगै हामी बिब्ल्याटे फर्केर अब घर फर्किने निर्णय गऱ्यौँ र साथसाथै अब अर्को पटक आउँदा फालेलुङ समेत जाने निश्चय गरेर हामी अब बिदा भयौँ। यस यात्रा अवधिभर हामीलाई निकेश काफ्ले दाइले एकदमै धेरै सहयोग गर्नुभयो। उहाँसँगको भेट हामीलाई मेन्स रुम रिलोडेड MRRबाट भएको थियो। ल जय एमआरआर। ल आजको लागि यति नै भन्दै फेरि नयाँ र नौलो भिडियो लिएर उपस्थित हुनेछु। त्यति दिनसम्म हेर्दै गर्नुहोला नेपालीपन। धन्यवाद।